वेलकम टु डे 16 अफ आवर जर्नी र आज हामी ट्रेन गर्न आएको छौँ हाम्रो लेग फोर आर्म्सलाई। हाम्रो लेगको पहिलो एक्सर्साइज रहेको छ बारबेल स्क्वाट। इफ तपाईँहरूकोमा चाहिँ मेसिन छ भने यु क्यान डु द मेसिन स्क्वाट होइन। अनि तपाईँहरूको मेसिन छैन भने यु क्यान डु द बारबेल स्क्वाट। तपाईँहरूलाई जे सजिलो लाग्छ त्यही गर्नुलाई। मेसिन छ भने मेसिनमा हान्दा राम्रो हुन्छ, तपाईँहरूको त्यो क्वाड्स मजाले ट्रेन हुन्छ क्या मेसिनमा। सो हाम्रोमा चाहिँ मेसिन छैन, त्यही भएर आई डु बारबेल स्क्वाट। र हाम्रो सेकेन्ड एक्सर्साइज रहेको छ ह्यामस्ट्रिङको लागि। तपाईँहरूकोमा लाइङ ह्यामस्ट्रिङ मेसिन छ भने यु क्यान डु द लाइङ ह्यामस्ट्रिङ मेसिन। त त्यो चाहिँ एकदम राम्रो, लाइङ ह्यामस्ट्रिङ मेसिनमा चाहिँ एकदम राम्रो हुन्छ ह्यामस्ट्रिङ ट्रेन होइन। इफ छैन भने तपाईँहरू रुमेनियन डेडलिफ्ट हान्दा हुन्छ, यसरी आरडिएल भन्दा हुन्छ। आरडिएल हो। इफ बारबाट अप्ठ्यारो लाग्छ भने यु क्यान युज द डम्बल अल्सो। सो यसमा चाहिँ सकेसम्म ह्याप्पी जानु होला। अनि डोन्ट फर्गेट टु वार्म अप यर ह्यामस्ट्रिङ। र आजको हाम्रो लास्ट एक्सर्साइज रहेको छ फोर आर्मको लागि। यो चाहिँ यो कपिङ होइन। यु क्यान तपाईँहरूले अब कसरी गर्नुहुन्छ त्यो तपाईँमा भर पर्छ। कसैले अब बेन्चीमा राखेर पनि गर्छन्, म चाहिँ यसरी नै गर्छु होइन। अनि तपाईँहरूले बिहाइन्ड द ब्याक के भन्छ त्यसलाई, क्रन्चिङ के भन्छ, त्यस्तै के भन्छ त्यो पनि गर्छन् कतिले। र म चाहिँ यही गर्छु। तपाईँहरूले इफ तपाईँहरूलाई यो अप्ठ्यारो लाग्छ भने यु क्यान युज तपाईँहरू बिहाइन्ड द ब्याक के भन्ने एउटा छ एक्सर्साइज, त्यो पनि गर्दा हुन्छ। र होप यु इन्जोय द भिडियो। तपाईँलाई मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ। बाई बाई। टाइम टु डु इट अगेन टुमारो।